टक्क बारामा त्यतिको लामो हो ए म धेरै लामो होला भनेको नि यतिको लामो स्याट ल्याएर ठिकै रहेछ त अनि भाटा ल्याएर गाडेर टक्क राम्रो बनाउनु पर्छ अब मुला बाखतिर र त्यसलाई खास मुला पाकिन भनेको यो खै मुला धेरै हुने भएर हो कि पहिला मैले मुला हुँदो रहेछ काका है त्यस्तै लाग्यो मलाई नि ऊ यो अक्खा दिएर है यो हेरि दे कस्तो आमा सिधा अक्खा दिएर अप्ठ्यारो ठाउँमा हुन्छ कि राम्रो चिज राम्रो चिज अप्ठ्यारो ठाउँमा हुँदो रहेछ भन्ने कुरो जानकारी भयो मबाट हुँदैन हुन्छ होइन र अलिक कच्चो हुन्छ कच्चो हुन्छ र मौवा ठोक्दाखेरि अलिक डेम डेम भन्दाखेरि केही नहुने त्यही त त्यो डम्बरेको काँडा नि कस्तो खोक्का हो यो यसले त डेन्जर बिसाउँछ है को पो अन्त काँडा हेर्नु न काँडा काँडा ओ माइ गॉड किन होला त्यतिकै यो अब फाल्न नि कति गाह्रो नि यो फेरि त काँडा बिजो अनि त अनि बिसाउँदो रहेछ 1-2 हप्ता टेन्सन भइहाल्यो नि यसरी लडेँ म हो कि के अरे यता हो बाटो भैँसी लड्यो है भाइ जान्दैन भिरा र पहिरो खोलाको बाटो अघि नै भनेको त यताबाट भनेर गलत बाटो हिँड्ने आफू हुन्छ माथिको हेर्नु न त्यसैको माथिपट्टिको माल हो त्यो त्यो हो क्या कसैको बाउको होइन यो हुन्न हो त त्यो त एकदम राम्रो घोचो हो त्यही काट्न हुन्छ क्या दाइ त्यस्तो राम्रो हुन्न भन्नुहुन्छ भिरा र पहिरो खोलाको बाटो अर्को माल उहाँ छ यस्तो दामी रहेछ यो त झन् बिस्टा भन्दाखेरि माक्सी हेर्ने क्या तीनटा हाँसी हुन् कायदा हो त आफूतिर त भन्नु ल ठिक छ यतिको स्ट्रगल हुनुपर्छ एउटा उहाँ तल काट्दैन नि त एउटा यहाँ डलाइसक्यो एउटा यता छ तीनटा भएन बेटा गोर्खे आमा गोर्खे खुकुरीले टक्क यो पनि हुन्छ दाइ सबैलाई त पुन्न त्यो धेरै मोटो भयो क्या यो अलिकति सानो भयो यो काट्नु पर्छ ल हो यतिका हुनु क्या ल यो काट्नु त बोल्दाखेरि खेत राख्नु ल यस्तो हुँदैछ हाम्रो भाटाडानी कार्यक्रम माथि दुईटा चारवटा दाइसित 7-8वटा मैले 3-4वटा गरेर 12-13वटा भाटा लिएर जाँदैछौँ भिरा र पहिरो खोलाको बाटो म पनि बाटो लिएर हिँड्दैछु म पनि एउटा प्रोफेसनल भ्लगरै हो नि त्यो अप्ठ्यारो है ल